हेलो एभ्रिवान, गुड मर्निङ। सो आजको भिडियो चाहिँ अलिकति इन्फर्मेटिभ प्लस सजेस्टिभ भिडियो हो र यो भिडियो चाहिँ स्पेसली हाम्रो दार्जिलिङको जति पनि प्यारेन्ट्सहरू छ र जति पनि यङ्स्टरहरू छ उनीहरूको लागि हुनेछ। र यो भिडियोमा चाहिँ म सर्टन स्पेसिफिक पोइन्ट्सहरूमा बात गर्नेवाला छु है। र यो चाहिँ कुनै एउटा राजनीतिसँग रिलेटेड भिडियो होइन, बट अलिअलि कनेक्सन भन्ने तपाईँले यसमा भेट्न सक्नुहुनेछ हो। भिडियो अलिकति लामो हुने छ र त्यसै कारणले गर्दाखेरि तपाईँहरू अलिकति सपोर्टिभ भएर होइन यो भिडियोलाई तपाईँहरू अन्तसम्म हेरिदिनुहुन्छ भने म आग्रह गर्दछु। र आइएम स्योर तपाईँहरूले यो भिडियोबाट केही न केही कुरा सिक्नुहुनेछ र तपाईँहरूको मनमा पनि कुनै प्रकारको प्रश्नहरू छ भने यो भिडियोको कमेन्ट्समा तपाईँहरू कमेन्ट गरेर सोध्न सक्नुहुनेछ, या त मलाई पर्सनली पनि तपाईँहरू म्यासेज गरेर सोध्न सक्नुहुनेछ। कुराको सुरुवात चाहिँ यसरी नै गरौँ कि अहिले है दार्जिलिङमा धेरै राजनीतिक चहलपहल भइरहेको छ र दिस इज नट द फर्स्ट टाइम। यो हामी सबैलाई थाहै छ, राजनीतिक लिडर्सहरू अनि पार्टिजहरू आएर तपाईँहरूलाई धेरै प्रकारको प्रमिसेसहरू या त धेरै प्रकारको बाचाहरू दिएर जान्छ। सो लेट्स नट टक अबाउट इट। तर मेरो मेन कन्सर्न चाहिँ के छ भने हामी धेरै डेकेड्सदेखि हामी यही पछि लागिरहेको छौँ कि कोही न कोही राजनेता या त लिडर्स पोलिटिकल पार्टिज आएर हाम्रो जुन चाहिँ माग छ त्यसलाई पुरा गर्नेछौँ। र हाम्रो माग के हो तपाईँहरू सबैलाई थाहै छँदैछ, र त्यो पुरा हुन आई डोन्ट थिङ्क कि अहिले सम्भव छ। र त्यो लडाइँमा चाहिँ हामीले आफ्नो जति पनि फ्युचर्स छ होइन, फ्युचरलाई चाहिँ हामीले के गरिसक्यौँ, गुमाइसक्यौँ। जति पनि हामीले देखेको छौँ अहिले पनि लगभग 10-15 साल भयो जुन पोलिटिकल एउटा रिफर्मेसन आउँछ भन्ने हामीले बाचामा हामी सडकमा उत्रौँ या त कुनै नेताको पछि कुनै पोलिटिकल पार्टीको पछि लाग्यौँ, र त्यो कारणमा चाहिँ हामीले आफ्नो भविष्य नै के गरिसक्यौँ, गुमाइसक्यौँ। र मेरो आजको मेन कन्सर्न चाहिँ के छ भन्दाखेरि अब आउने जेनेरेसन होइन, न्यू अपकमिङ जेनेरेसनलाई चाहिँ हामीले कस्तो प्रकारले चाहिँ तिनीहरूलाई सही बाटोमा लगाउने होइन, उनीहरूलाई आफ्नो गोल सेट कसरी गराउने, उनीहरूलाई यो देश प्लस संसारको टप पोजिसनमा कसरी हामीले लान सक्छौँ, त्यो कुराहरूमा चाहिँ हामी ध्यान दिन पर्नेछ। र हामी सबै एकै प्रकारको फ्यामिलीबाट नै आएको हौँ होइन, हाम्रो त्यस्तो फिनेन्सियल कन्डिसनहरू त्यति राम्रो छैन, सबैलाई थाहा छँदैछ होला। 5-10%कोमा होला जो चाहिँ मेडिकल कलेजहरू भयो या त इन्जिनियरिङहरू भयो, डक्टरेटहरू पढाउन सक्छ। तर मोस्ट अफ द पिपल्स फ्रम आवर प्लेस आर फ्रम लोवर मिडल क्लास, जसले चाहिँ के भन्छ त्यसलाई लुटी लायो भुटी खायो काम गर्छ होइन। सो मेरो चाहिँ फर्स्ट पोइन्ट चाहिँ के छ भन्दाखेरि अब आउने जति पनि न्यू जेनेरेसन छ, न्यू जेनेरेसन भन्नाले चाहिँ जति पनि 6-7 सालदेखि लिएर 14-15 साल उमेरको बिचको केटाकेटीहरूलाई चाहिँ हामीले कस्तो तरिकाले चाहिँ तिनीहरूलाई गाइड गर्नुपर्ने र तिनीहरूले भविष्यमा गएर चाहिँ आफ्नो परिवार साथ अरूको पनि नाम कसरी राख्ने, आफ्नो जग्गाको नाम कसरी राख्न सक्छ भन्ने विषयमा चाहिँ म आज बात गर्न गइरहेको छु। सो यो विषयमा चाहिँ फर्स्ट कुरा के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो यी नानीहरूलाई चाहिँ गाइडेन्सको धेरै कमी हुन्छ। गाइडेन्स इन टर्म्स अफ देयर गोल्स होइन, गाइडेन्स इन टर्म्स अफ देयर लाइक्स होइन, गाइडेन्स इन टर्म्स अफ देयर एनी काइन्ड अफ ट्यालेन्ट होइन, तिनीहरूलाई कुनै प्रकारको त्यो थाहा हुँदैन। तर हामी सबैले देखिरहेका छौँ गाउँघरमा कि हाम्रो जति पनि नानीहरू छ, केटाकेटीहरू छ, तिनीहरूमा कुनै न कुनै प्रकारको ट्यालेन्ट, कुनै न कुनै प्रकारको स्किल्सहरू हुन्छै हुन्छ। सो र हाम्रो फर्स्ट रेस्पोन्सिबिलिटी फरमोस्ट हाम्रो प्यारेन्ट्सको फर्स्ट रेस्पोन्सिबिलिटी चाहिँ के हुन्छ भन्दाखेरि यदि तपाईँहरूले आफ्नो नानीहरूमा त्यस्तो प्रकारको स्किल्सहरू देख्दैछ, तिनीहरूमा अलिकति भए पनि कुनै क्षेत्रमा अलिकति ट्यालेन्ट छ भने तपाईँहरूले त्यो स्किललाई, त्यो ट्यालेन्टलाई चाहिँ जसरी भए पनि नर्चर गर्नुपर्ने, अघि बढाउनु पर्ने फर्स्ट कन्डिसन चाहिँ त्यही हुनेछ। सो द्याट कि हाम्रो नानीहरू पढाइ साथसाथमा अरू विभिन्न डिपार्टमेन्टमा पनि के होस्, अघि बढेर गयोस् होइन। र तपाईँहरूले सबैलाई थाहै छँदैछ पढाइ गर्ने मान्छेहरू अहिले धेरै छ, सरकारी जब पाउन धेरै मुस्किल छ होइन। सो हाम्रो फर्स्ट रेस्पोन्सिबिलिटी चाहिँ के हुन्छ, तिनीहरूलाई गाइड गरेर चाहिँ तिनीहरूको जुन जति प्रकारको स्किल्सहरू छ, ट्यालेन्टहरू छ, तिनीहरूलाई नर्चर गर्ने, तिनीहरूलाई डेभलप गर्ने, त्यो चाहिँ हाम्रो प्यारेन्ट्सहरूको फर्स्ट रेस्पोन्सिबिलिटी हो। र त्यो स्किल, त्यो ट्यालेन्टलाई चाहिँ कसरी नर्चर गर्नुपर्ने त हाम्रो प्यारेन्ट्सहरूलाई थाहा छैन। किनभने जति पनि हाम्रो प्यारेन्ट्सहरू, गाउँघरको प्यारेन्ट्सहरू हुन्छ, तिनीहरूलाई कुनै पनि एकाडेमीको बारेमा थाहा छैन, कुनै पनि इन्फर्मेसनको बारेमा त्यति साह्रो थाहा छैन होइन, कुनै पनि क्षेत्रमा तिनीहरूलाई त्यस्तो खालको नलेज अहिलेसम्म छैन। सो त्यो कुरामा चाहिँ के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ
त्यसमा चाहिँ सेकेन्ड मोस्ट इम्पोर्टेन्ट थिङ चाहिँ के हो भन्दाखेरि मेन्टरसिप। तपाईँहरूले आफ्नो नानीको स्किल्स हेरेर चाहिँ तिनीहरू जुन स्किलमा अलिकति भए पनि निपुण छ या त तिनीहरूलाई इन्ट्रेस्ट छ तिनीहरूलाई चाहिँ त्यही प्रकारको कोचहरू खोजेर या त मेन्टरसिपहरू खोजेर या त एकाडेमीहरू खोजेर, जस्तै फुटबल जो राम्रो खेल्छ त्यसलाई हामी के गर्छौँ, फुटबल एकाडेमीमा हालिदिन्छौँ होइन। जो नानी अलिकति गाउनु या त बजाउनुमा राम्रो छ तिनीहरूलाई हामी म्युजिक क्लासेसहरूमा हालिदिन्छौँ होइन। त्यही प्रकारले चाहिँ यी दुई खालि होइन, तर धेरै धेरै ट्यालेन्टहरू हुन्छ। कसै नानीहरू आर्टमा राम्रो हुन्छ होइन, कसै स्विमिङमा राम्रो होला, कसै ब्याडमिन्टन खेल्नमा राम्रो होला, कसै मोडलिङमा पनि राम्रो हुनसक्छ, कसै एक्टिङमा राम्रो हुनसक्छ होइन। सो त्यो नानीहरूको ट्यालेन्ट स्किल हेरेर चाहिँ तपाईँहरूले चाहिँ के गर्नु पऱ्यो, त्यही प्रकारको कोचेसहरू खोजेर या त मेन्टर्सहरू खोजेर चाहिँ तिनीहरूको अन्डरमा चाहिँ ट्रेन गराउनु पऱ्यो, बुझ्नुभयो त। सो द्याट कि तिनीहरूको पढाइ साथसाथमा चाहिँ आफ्नो तिनीहरूको पर्सनल स्किल्स पनि विथ द इयर्स तिनीहरूले आफ्नो पर्सनल स्किल्स पनि डेभलप गरेर जान्छ। सो द्याट कि पछि गएर तिनीहरू पढाइ जब तिनीहरूको खत्तम हुन्छ, तिनीहरूको ग्रेजुएसन जति बेला खत्तम हुन्छ होइन, त्यति बेला चाहिँ तिनीहरूकोमा पढाइको डिग्री साथसाथमा चाहिँ तिनीहरूकोमा कुनै प्रकारको स्किल्स हुन्छ। सो पढाइको क्षेत्रमा तिनीहरूले गभर्मेन्ट जब नपाउला होइन, तर तिनीहरूले आफ्नो स्किलले गर्दाखेरि आफूलाई धेरै अघि तिनीहरूले पुर्याउन सक्छ। र यो चाहिँ म किन भन्छु भन्दाखेरि जस्तै म 90s किड हो। सो हाम्रो टाइममा जति बेला हामी सानो छँदाखेरि त्यस्तो खालके फेसिलिटिजहरू थिएन होइन र चाहेर पनि हामी कुनै पनि एकाडेमीमा कुनै पनि अरू त्यस्तो कोचेसहरू या त मेन्टर्सहरू हामी ढुन्नु एकदमै साह्रो पर्थ्यो। त्यो गर्नु लागि पनि हामीले न्युज पेपर पढ्नु पर्थ्यो होइन। अहिलेको जमानामा चाहिँ तपाईँको हातमा 5G फोन छँदैछ, तपाईँहरूलाई कुनै प्रकारको इन्फर्मेसन चाहियो रिलेटेड युआर इस्युज होइन, त्यो तपाईँहरूले के गर्नु सक्नुहुनेछ, गुगल गरेर या त एआईमा तपाईँले खोजेर त्यसको सल्युसन ढुँड्न सक्नुहुनेछ। सो त्यसको सदुपयोग गरौँ होइन। सो जब त्यो नानी आफ्नो स्किल्समा काम गर्न थाल्छ होइन, कुनै पनि कोचेस या त मेन्टर्सको अन्डरमा आफ्नो स्किल्सलाई डेभलप गर्छ, त्यति बेला त्यो नानी आफू पनि मेन्टली पनि स्ट्रङ हुन्छ, प्लस तिनीहरूको एजुकेसन त तिनीहरूको हातमा हुन्छ होइन। र जति बेला त्यो नानीको हातमा दुई हातमा दुईवटा हतियार छ भने त्यो नानीले चाहिँ आफ्नो आउने भविष्यलाई धेरै राम्ररी अघि बढाउन सक्छ। र हामीले अहिलेसम्म भोगेको कुराहरू चाहिँ यहीहरू होइन। जति बेला चाहिँ हाम्रोमा पढाइ त हातमा छ, हाम्रो डिग्री त हातमा छ, तर हाम्रोमा कुनै स्किल्सहरू छैन होइन। अहिले पनि कति नानीहरू ग्रेजुएट भएर गइरहेको छ, कति नानीहरू मास्टर्स कम्प्लिट गरेर गइरहेको छ होइन, कति यङ्स्टर्सहरूले आफ्नो के गर्यो पिएचडीहरू सक्यो, तर त्यसपछि पनि धेरै स्ट्रगल्सहरू हुन्छ होइन। सो यो स्ट्रगललाई कम गराउनको लागि चाहिँ मैले भनेको यो 2-3वटा पोइन्ट्सहरू चाहिँ हाम्रो प्यारेन्ट्सहरूले फलो गर्नुभयो भने तपाईँहरूले डिफ्रेन्स देख्न सक्नुहुनेछ होइन आफ्नो नानीहरूमा। सो हाम्रो प्यारेन्ट्सहरूको मेन कन्सर्न त्यही हुन्छ कि एउटा गभर्मेन्ट जब पाइयोस् भनेर होइन। सो तपाईँहरूलाई एउटा म ट्रिक बताउने छु कि गभर्मेन्ट जब पाउने तरिका के हो होइन। सो ठिकै छ, पढाइ गरेर तपाईँहरूले कुनै पनि गभर्मेन्टल एक्जामहरू दिएर त्योबाट नानीले पास गरेर गभर्मेन्ट जब पाउँछ। प्लस त्यो सँगसँगै तपाईँहरूले सुन्नुभएको छ कुनै पनि स्पोर्ट्स पर्सनहरू जो नेसनल लेभलमा खेलेको छ या त इन्टरनेसनल लेभलमा खेलेको छ, तिनीहरूले कुनै पनि एक्जाम नदिई होइन तिनीहरूले के पाइरहेको हुन्छ, गभर्मेन्ट जब पाइरहेको हुन्छ। फर एक्जाम्पल तपाईँलाई थाहै छैन, इन्डियाको फास्ट बोलर के अरे मोहम्मद सिराज अहिले डिएसपी भनेर चिनिन्छ नि त होइन र। सो उसले कुनै पनि एक्जाम दिन परेन, कुनै पनि एक्जाममा तिनीहरू बसेर पढाइ गर्नु परेन, तर के गर्यो थ्रु स्पोर्ट्स, आफ्नो स्पोर्ट्सको कारणले, आफ्नो स्किल, आफ्नो ट्यालेन्टको कारणले गर्दाखेरि कुनै सरकारले तिनीहरूलाई के गर्यो सिधै डिएसपीको पदमा राखिदियो। सो हाम्रो दार्जिलिङको पनि नानीहरूमा धेरै ट्यालेन्ट हुन्छ, स्पोर्ट्समा होइन, म्युजिकमा, अरू क्षेत्रमा धेरै ट्यालेन्ट हुन्छ। सो त्यो ट्यालेन्टलाई चाहिँ हामी अघि बढायो भने नि हाम्रो जुन चाहिँ यो के भन्छ एउटा सरकारी कामको हाम्रो जुन चाहिँ खोजी हुन्छ त्यो पनि पुरा हुन्छ भन्ने मलाई लाग्छ क्या। तर हामीले हाम्रो नानीहरूलाई चाहिँ सिधै पढाइमा खालि फोर्स गरेर ट्युसन जा, क्लास जा खालि भनेर चाहिँ धेरै गाह्रो पर्नेछ त्यो नानीहरूलाई। जुन चाहिँ परेशानी चाहिँ मैले अहिले आफै पनि भोग्दैछु होइन। कुनै हातमा स्किल्स हुँदैन, डिग्री त छ तर स्किल छैन, त्यो कारणले गर्दा हामी के गर्छु कतिवटा कुरामा पछि हुन गइरहेको छु। र यो फर्स्ट मैले तपाईँलाई पोइन्ट्स भनिहालेँ, प्यारेन्ट्सको गाइडेन्स हुनु पऱ्यो फर्स्ट होइन। र सेकेन्डमा कुनै पनि मेन्टर या त कोच या त एकाडेमी खोजेर त्यो नानीहरूलाई हालिदिनु पऱ्यो। र तेस्रो पोइन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ नानीहरूलाई चाहिँ फाइनेन्सियल लिटरेसी भन्ने कुरा सिकाउनु पऱ्यो। फाइनेन्सियल लिटरेसी भन्नाले चाहिँ के भन्दाखेरि चाहिँ नानीहरूलाई सिकाउनु पऱ्यो कि वेल्थ भन्ने कुरा के हो, पैसा भन्ने कुरा के हो होइन। र त्यो बारेमा चाहिँ नानीहरूलाई सानैदेखि नै नलेज हुनु पऱ्यो। र पैसा कसरी चाहिँ कमाउनु पर्ने होइन, र पैसा कमाएर हाल्यौँ भने पैसा कसरी जोगाउनु पर्ने र त्यसलाई कसरी मल्टिप्लाई गर्नुपर्ने, यो सबै कुराहरू चाहिँ नानीहरूलाई सानैदेखि चाहिँ तिनीहरूको उमेरमा छँदा सिकायो भने चाहिँ धेरै सहयोग हुनेवाला छ। सो अहिलेको लागि चाहिँ यो 3टा पोइन्ट्सहरू म तपाईँलाई भनिदिइसकेँ होइन। अरू धेरै पनि कुराहरू छ र सायद तपाईँले चाह्यो भने म अरू भिडियोमा पनि त्यो कुराहरू, त्यो पोइन्ट्सहरूलाई के गर्नेछु मेरो भिडियोमा एक्सप्लेन गर्नेछु। सो तपाईँहरूले यति लामो भिडियो हेरिदिनु भयो लास्टसम्म, अन्तसम्म भने तपाईँलाई धेरै धेरै धन्यवाद। र तपाईँहरूकोमा कुनै प्रकारको क्वेसन्सहरू छ भने तपाईँहरू डाइरेक्टली मलाई डिएम गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ होइन। जति पनि मेरो चिनाजाना हुनुहुन्छ उहाँहरूले मलाई कल गरेर पनि यो कुरामा छलफल गर्न सक्नुहुनेछ।
म तपाईहरुको लागि हमेसा ओपन नै छु हैन। र यो भिडियो चाहिँ मैले किन बनाउँदैछु भन्दाखेरि म अहिले है बेंगलोरमा काम गरेको धेरै वर्ष भयो र यहाँनिर आएर चाहिँ मैले देखेँ क्या यहाँको जति युथहरु छ हैन, जति पनि युथहरु छ जो 20-25 सालको छ या त त्योभन्दा सानोहरुको तिनीहरुले चाहिँ आफ्नो लाइफमा चाहिँ कस्तो खालके अप्रोच लिएर चाहिँ अघि बढ्छ भन्ने कुरा चाहिँ म धेरै यहाँनिर नोटिस गर्छु क्या। र त्यही कुरा चाहिँ हाम्रो दार्जिलिङमा चाहिँ मिस छ। सो त्यो कुरा चाहिँ मलाई लाग्यो कि सायद मैले तपाईहरुलाई अलिकति भए पनि यो कुरा यो विषयमा अलिकति तपाईहरुलाई भनिदिए भने तपाईहरुलाई धेरै सुविधा हुनेछ हैन तपाईहरुको प्यारेन्टिङमा तपाईहरुको गाइडेन्समा। सो त्यो कारणले गर्दाखेरि चाहिँ मैले यो आज भिडियो बनाएको। सो थ्यांक यू सो मच फर वाचिङ हैन। सो आई होप कि म नेक्स्ट भिडियो लिएर आउने छु। सो थ्यांक यू एभ्रीवन, बाइ बाइ।